सर्वतीर्थानि देवा सर्वे द्वेष्टता द्वैतिष्ठन्ते भूतानि फोटो हेर त फोटो कस्तो आयो फोटो कस्तो आयो सारु सान्य सवर्ण सारु सान्यवाचदा यावकति पूर्वाजाता देवी विश्रेणुं पुरामानं वर्णमागो सतनामनि सप्त च पाद्यं समर्पयामि वरुणाय नमः अर्घ्यं समर्पयामि वरुणाय नभए पानीमा डुबाएर यहाँ ल्याएर यो बाँध्नु पर्यो यो त यसरी बलेर आयो भने अहिले 1 घण्टामा सबै सिद्धिन्छ त्यो टपर ल्याएर अलि राम्रोसँग बाँध्नु पर्यो पानीमा नतेल टोपले जाऊ पानीमा डुबाइदिनु टपरीलाई दुईटा टपर ल्याएर सबै बाँधिदिनु समर्पयामि वरुणाय नमः अर्घ्यं समर्पयामि वरुणाय नमः पञ्चामृतं समर्पयामि वरुणाय नमः शुद्धोदके जलं समर्पयामि वरुणाय नमः इदं लेपनं चन्दनमवरि चरणमक्षतां तिलेवानि पुष्पाणि समर्पयामि वरुणाय नमः वरुण सम्पूजितोऽसि क्षमस्व ओम देवदान संवादे मध्यमानि महाप्रजापति आदित्य वसु रुद्र विश्वे देवा समेत्रिका दैत्यष्टन्ते सर्पयति यतः कामफलप्रदा तत्र सारामिदं पूजां कर्तुं ये जल्लो भव सान्निध्यं कुर्मे देव प्रसन्नो भव सर्वदा त्यही कलशमा चढाइदिनु वरुणाय नमः सुस्थिरो भव सुप्रसन्न वरदा भव आवाहनं समर्पयामि मङ्गलमूर्ते गुरुगणाधिपतये नमः चढाइदिनु उसलेर पानी समाउनुहोस् तर्कुशादिन्याराय हरि ओम तत्सत् ओम सर्वच्च तस्य पञ्चप्रवर्मादिन्ये रासोनाम्नि सार्मणो बार्मणो रासोनाम्नि देव्या तथा अरु कुन गोत्र काञ्चव गोत्र तस्य प्रवर्मादिन्ये वशिष्ठ गोत्र तस्य प्रवर्मादिन्ये नानानाम्नि गोत्रेभ्यो रासोनाम्नि देव्या रासोनाम्नि अंग प्रत्यंगा देवता स्थापना तस्य पूजन पूर्वक पीठादि दिक्पालादि द्वारपालादि देवता स्थापना तस्य पूजन पूर्वक प्रधान देवता रमा सहित श्री सत्यनारायण पूजन कर्म निर्विघ्न परिसमाप्तार्थं निमित्तिकाय विघ्नहर्तादि भूर्गणाधिपति पूजनमहं करिष्ये ते गणेशलाई छोडिदिनुहोस् ते गणेशकोमा चढाइदिनु नारायणमा शुद्धोदके जलम समर्पयामि गणाधिपतये नमः इदं लेपनं चन्दनमावृ चूर्णमाक्षतां तिलेवानि पुष्पाणि समर्पयामि गणाधिपतये नमः ॐ गणानां फोटोहरु कस्तो हान्नु आज हजुर हजुर किनेछु यस्तो क्यामेरा किन्नु कति पर्छ 2 लाख यसको 2 लाख पर्छ भिडियो मात्र हुन्छ क्या कुक्छौतो त्यो गाग्रीको कोखामा 7 वटा सागरहरूलाई सम्झिनुहोस् कुक्छौतो सागरा सप्त सप्त दीपावली दिनुहोस् फेरि लिनुहोस् फुल यतिको खडेरीको फुल कतिको जम्मा गरेको छ भोलिलाई चाहिन्छ नि आजै नसिनु एक कोले कुरेर कस्तो अब रात
घरि कसले कुरा गर्छ जसले नि पढ्नुपर्छ अरे सुन्नु परिहाल्छ बत्ती भुक्नु हुने निम्न हुनु होइन आमा निम्न हुँदैन बत्ती पनि अब रातभरि के छ 12 बजिसकेको गरेर वापस बाटो
यो कहाँ लाने हो यो भित्र लाने हो यो के होइन यो बाहिर जीवन यहाँ मलाई एउटा कुरो डाउट लाग्यो नि अब लान म नाम्छु एकदिन ए मोटा मान्छे गाह्रो छ Pandai, semua itu berada di dalam
तिमी उठ्या काट्नलाई चाहिँ अलिक गतिलो पारेर कपाल खोरिनु बच्चा बेला जान्दै जान्नु भएन गार्डन हात चाहिँ के दुबिहाल्दै जानु त सिक्नुपर्छ है जस्तो दुखेको छैन तिमीलाई त्यति बिस्तारै गर्नु है त त्यहाँ ल यो टाउको किन तल माथि गर्नु अहिले चिला अब यहाँ पञ्चायतको फेरि भाइ भाइ यहाँ
तथा उपनयन एघार पनि शाखा मम पापम हामीबाट केही कमी गल्ती भएको छ भने जसले यसो 3 पल्ट घुमाइदियोस् नमस्कार नाम कुमारस्य बीज पर्व समग्र वैष्णव नाम बलायु हर्ष विभक्ति परमेश्वर करण अहम पवित्रम बलमस्तु योगे पवित्रे लोपयामि नमस्कार जोगिएर रेडी भयो मानजान जगतपते सूर्य अग्रम अभिवादन गर भैना राख टाउको अभिवादन भाउ पनि आउनु पर्यो आयुष्मान लगाइराख हात छड्के पारेर ल बाबुले त्यहाँ छोडिराख्नु मन्त्रस्य प्रजापति ऋषि छन्दो बृहस्पति देवता हृदय लम्बाने योग ओम आफूभन्दा मान्नेले भनेको मान्छौँ दिनमा सुत्दैनौँ धेरैपल्ट खाना खाँदैनौँ पानीमा मलमूत्र त्याग गर्दैनौँ रुख काट्ने छैनौँ ढुङ्गा हान्ने छैनौँ गुरुको वचन मान्नेछौँ ब्रह्मचर्यमा बस्छौँ हात खड्के पारेर आउनेलाई यसो हो ल हातमा पानी खाँदा ल हाल्यो भने भाँडा ल्याएको बाजा बजाउनु भन त मैदा मन्त्र सुनाउने बेला बाजा बजाउनु पर्छ अरे त्यसरी अनि मन्त्र भन्न लाग्यो हो हजुर सुन्न नआउनु है हाम्रो मन्त्र
त्यो मन्त्र बिर्सेलाई नि फेरि त्यहाँ अहिलेसम्म मलाई भनौ सुनाउनु पर्छ मामाले फेरि अहिले यहाँ गुरु त्यही भएर त म यहाँ घुमाइदिँदैछु अनि यसो गरी अघि हात गयो है यसरी सुरुको एकचोटि खाने फेरि खाने तिनचोटि खानुपर्छ है फेरि जान्छ छोडिदियो अनि फेरि आज खा सुरुक्क हो फेरि सुरुक्क ल भने सुरुक्क हो ल एकचोटि सुनियो तिनचोटि काम बेलै भएको छैन नि फेरि दिन कहाँ बेला 12 बजे अहिले कहाँ हुनु नाड पनि हुन्छ
मनी लाइनमा बसौँ